फेरि पनि मेरो अर्को भिडियोमा तपाईँलाई स्वागत गर्न चाहन्छु। फेस्टिभ सिजन नजिक आइरहेको बेलामा घरमै छिटो मिठो बनाउने खाप्सेको रेसिपी। यहाँ मैले डाल्डालाई मेल्ट गरेँ अनि यसरी 2 किलो मैदामा यहाँ लाएर मिक्स गरिरहेको छु। तपाईँले डाल्डा लाउँदा चाहिँ पुरा डल्लो परिहाल्छ, त्यसै कारण मिक्स चाहिँ पुरा छिटो छिटो हातले गर्नुपर्ने हुन्छ डल्ला फुटाउँदै। अनि फ्लेभरको लागि छोटा इलाइची र दालचिनीको पानी यतिको गाढा लगाएपछि अघि चिनी पानी मैले मजाले तताएर सेलाएको थिएँ त्यसमाथि लगाइदिएँ। अब यहाँ डो बनाइरहेको छु। डो चाहिँ तपाईँले एकदम चाम्रो प्रकारले मुस्नु हुँदैन, एकदम यसलाई ठिक्क प्रकारले मुसिकन चाहिँ यतिको हुनुपर्छ है। अनि यहाँ मैले मजाले यसलाई भाग लगाइकन चाहिँ अब बेल्नको लागि रेडी गरिरहेको छु। बेल्दाखेरि पनि यसलाई एकदम राम्ररी है चारैपट्टि एउटै लेभलको चाहिँ यहाँनिर बनाउनु पर्ने हुन्छ। साह्रै मोटो बनाउनु पनि हुँदैन, साह्रै पतला बनाउनु पनि हुँदैन है। अनि यसरी ठिक साइजमा काटिकन चाहिँ बिचमा पनि यसरी ठिक साइजमा काट्नुपर्छ, ताकि चाहिँ डिजाइन हाल्दाखेरि एकदम राम्रो देख्नुपर्छ खाप्स्यो। सो यहाँनिर चाहिँ हामीले डिजाइन पनि हालिरहेको छ। यसरी फ्राई गर्ने टाइम पनि भयो अनि एकदम तेललाई तताएर यसरी खाप्स्योलाई फ्राई गरेँ। यो खाप्स्यो चाहिँ मिठो खाप्स्यो हो। चिनी हालेको ठिक्कको चिनी हाल्नुभयो भने चाहिँ एकदम मिठो हुन्छ। सो यो खाप्स्यो चाहिँ एकदम तयार भएको छ अनि एकदमै यो क्रन्ची भएको थियो। अनि भोलिपल्ट चाहिँ हामीले नमकिन खाप्स्यो पनि बनाऊँ भनेर चाहिँ त्यसरी सेम प्रोसेस मजाले यसलाई डो बनाएर तर यसमा चाहिँ नुन र कालो जिरा लाएर चाहिँ बनाएको थियो। अनि यो चाहिँ एकदम मिठो भएको थियो है, यो नुनिलो खाप्स्यो पनि। सो यसरी तपाईँले पनि घरमा बनाउन सक्नुहुन्छ र सबैलाई फेरि पनि एडभान्स मेरी क्रिसमस भन्न चाहन्छु। थ्याङ्क यू फर वाचिङ।